कुमाता कोही बजाऊ ताली बेन्दो माया सँगै बाँचौ सँगै नाचौ इसराका पाली बेन्दो माया अरेस माने सुन्तला एप्पल माने स्याउ बेन्दो माया मरि लानु के छ र बेन्दो माया स्याउ बेन्दो माया छुट्नु होइन साँचो माया लाउन कपाल बसी बेन्दो माया भेट्न हुँदा मिली जुली गरौ अन्तरस बेन्दो माया अरेस माने सुन्तला एप्पल माने स्याउ बेन्दो माया मरि लानु के छ र चोखो माया लाउ लासाको जिम्बो गेरुको नुन मेरो भयो माया पुर्णेको नुन लासाको जिम्बो गेरुको नुन मेरो भयो माया पुर्णेको नुन बेन्दो माया बित्ति जाने बच्चा चोला थाहा छैन नानी बेन्दो माया हाँसी खेली ठट्टा गर्दै बिताउँदिन रानी बेन्दो माया तेरो तेरो आफन्तमा सधैँ किन पातो बेन्दो माया अब हातले पिरतीको समाउल बाटो बेन्दो माया अरेस माने सुन्तला एप्पल माने स्याउ बेन्दो माया मरि लानु के छ र चोखो माया लाउ बेन्दो माया अरेस माने सुन्तला एप्पल माने स्याउ बेन्दो माया मरि लानु के छ र बेन्दो माया स्याउ चेपाङ समुदाय सरकारको स्वरूप नयाँ वर्षको अन्तर्गत वृहत सांस्कृतिक कार्यक्रम 2082 आयोजन धार्मिक सेवा समाज कथा यस कार्यक्रममा कलाकारहरू उपस्थित लागेको मित्र सरिता बान्तवराई गायन युवराज सन्ध्या गायन कुमार पोखरेली गायन एलिसा राई शिवराज ढका सँगसँगै यो कार्यक्रमको आयोजक धार्मिक सेवा समाज कथा सँगै एनआरए आइडल कथा 2023 का गायन पुष्पक तामाङ टेलिभिजन सँगै यो कार्यक्रमका सहयोगी संस्थाहरू नेपाल मगर सङ्घ तथा शाखा नेपाल प्रवासी तामाङ समाज कथा थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आँचला वीरहरूका राजधानी स्वतन्त्र ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति छ विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल एक बोतल लिएछ त
अब अस्ति उता कार्यक्रम अब यो तामाङ कतिवटा कार्यक्रम गरेर समयमा गर्नु पाएँ हजुर नि बस्नु दोहा यता बस्नु सर सुरु गरौँ ल म सुरु गरेँ ल सोफियाबुल्ला नमस्कार यहाँ उपस्थित सम्पूर्ण सम्पूर्ण म रामराज पाखिन तामाङ हाम्रो यसै संस्था नेपाल तामाङ हिन्दू व्यवस्थापक समितिका कार्यक्रम आज हामी हाम्रो राष्ट्रिय कलाकार श्री मिलन लामाज्यूलाई सानो सम्मान तथा परिचयात्मक कार्यक्रम राख्नको निमित्त यहाँ उपस्थित भएका छौँ। सर्वप्रथम त यहाँ उपस्थित सम्पूर्णमा म हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु। आज मिति 2021 साल चैत 30 गते तदनुसार सन् 12 अप्रिल 2025 तारिक शनिबारका दिन नेपाल तामाङ गेदुङ प्रवास कार्य समिति कतारले धादिङ सेवा समाज कतारद्वारा आयोजित नयाँ वर्ष धमाका 2022 सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न नेपालबाट पाल्नुभएका राष्ट्रिय कलाकार श्री मिलन लामाज्यूलाई आज हाम्रो यसै संस्था नेपाल तामाङ गेदुङ प्रवास कार्य समिति कतारद्वारा सानो सम्मान तथा परिचयात्मक कार्यक्रम गर्नको लागि जुन हाम्रो अध्यक्ष राष्ट्रिय सेवा समाजको र उहाँहरूले पनि सहमति जनाइदिनुभएकोमा हार्दिक धन्यवादसहित आज हामी सम्मान तथा परिचयात्मक कार्यक्रम गर्नुको निमित्त यसै ग्रेनमोड स्थित रेड चिली रेस्टुरेन्टको सभामा उपस्थित भएका छौँ। हामीले कुनै पनि कार्यक्रमहरूलाई औपचारिक रूपमा सुसम्पन्न गर्नुको निमित्त सभाध्यक्षज्यूको आवश्यकता भएको हुँदा हाम्रो यसै संस्था नेपाल तामाङ गेदुङ प्रवास कार्य समिति कतारका उपाध्यक्ष श्री हिरवाइबा तामाङज्यूलाई सभाध्यक्षताको आशीर्वाद गर्दै म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रो नेपालबाट पाल्नुभएका हाम्रो आमाजित राष्ट्रिय कलाकार श्री मिलन लामाज्यूलाई पनि आजको हाम्रो यस कार्यक्रममा त्यसै गरी दार्जिलिङ सेवा त्यसै गरी हाम्रो त्यसै गरी हाम्रो यसै संस्था नेपाल तामाङ गेदुङ प्रवास कार्य समिति कतारका सल्लाहकार श्री दुर्गाबहादुर तामाङज्यूलाई पनि आशीर्वाद गर्नुहुन्छ। त्यसै गरी दार्जिलिङ सेवा समाज कतारका अध्यक्ष श्री आयुष गान्धीज्यूले पनि आशीर्वाद गर्नुहुन्छ। त्यसै गरी लोकदोरी प्रतिष्ठान त्यसै गरी दार्जिलिङ लोकदोरी प्रतिष्ठान शाखा कतारका संरक्षक श्री युवराज सञ्जालज्यूलाई पनि आशीर्वाद गर्नुहुन्छ। त्यसै गरी लोकदोरी प्रतिष्ठान शाखा कतारका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार संरक्षक हुनुहुन्छ होला उहाँ श्री कृष्ण बरालज्यूले पनि आशीर्वाद गर्नुहुन्छ। त्यसै गरी दार्जिलिङ सेवा समाज कतारका श्री उसरिमालज्यूलाई उहाँको परिचय के छ अध्यक्षलाई आशीर्वाद गरिदिन हार्दिक गर्दछु। त्यसै गरी हाम्रो यसै संस्था नेपाल तामाङ गेदुङ प्रवास कार्य समिति कतारका सचिव श्री पिपलाल मोक्तान तामाङज्यूलाई पनि आशीर्वाद त्यसै गरी हाम्रो यसै संस्था नेपाल तामाङ गेदुङ प्रवास कार्य समिति कतारका प्रधान सदस्य तथा संस्कृति गेदुङ अध्यक्ष श्री सूर्य तामाङज्यूलाई पनि आशीर्वाद गर्नुहुन्छ। त्यसै गरी मैले झन् सरी यसमा चाहिँ प्रोग्राम आइसकेको छ। त्यसै गरी हाम्रो यसै संस्था नेपाल तामाङ गेदुङ प्रवास कार्य समिति कतारका कोषाध्यक्ष श्री शङ्करराम तामाङज्यूलाई पनि आशीर्वाद गर्नुहुन्छ। त्यसै गरी हाम्रो माया महत्त्व दिन सक्नुहुन्छ। मैले नदिने आदमी दाइज्यूहरू हुनुहुन्छ र मेरो नेपाल तामाङ गेदुङ प्रवास कार्य समिति कतारमा प्रमुख हुने मेरो आदमी दाइहरू सम्पूर्णले लसोखाबला मेरो नाम शङ्करराम तामाङ, मेरो घर धादिङ जिल्ला रगजनमा गुम्पालिका वार्ड नम्बर 2। म यस नेपाल तामाङ गेदुङका अध्यक्ष र धादिङ सेवा समाज कतारका कार्य समिति र आज अहिले चाहिँ हाम्रो धादिङ सेवा समाजका सानो गुम्पालाई स्वीकार गर्दै आउनुभएका हाम्रा आदरणीय कलाकार मिलन लामाजी नेपाल प्रस्थान गर्दै हुनुहुन्छ र उहाँको यात्रा सफलता रहोस्। धादिङ सेवा समाज कतारको चाहिँ हाल उपाध्यक्ष अनि यस कार्यक्रमको पनि
इन्द्र छैन घर बाटो गीत गर्न गर्ने केटो नेपाल साहित्य धन्यवाद सबैलाई। अब भने हामी हाम्रो नेपालबाट पाल्नुभएका हाम्रो नेपाल तामाङ कतारको तर्फबाट तपाईँले उच्च प्रदान गर्दै मूल्याङ्कन गर्दै यो सम्मान पत्र प्रदान गर्दछ। सबै आगामी दिनहरूमा पनि तपाईँको पत्रकारिता क्षेत्रमा निरन्तरता दिनुहुनेछ भन्ने विश्वासको सहित यहाँको सफल कलाकारिता जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ। रामबहादुर पाक्देन तामाङ महासचिव, नेपाल तामाङ जीवन पुरस्कार समिति कतार, कुमारी देवी दल तामाङ हावा अध्यक्ष, नेपाल तामाङ जीवन पुरस्कार समिति कतार। अहिले हामी यो शुभकामना रामलाई मार्गदर्शन गर्न चाहन्छु। धार्मिक सेवा समाज सबैजना आफ्नो देशमा आसन हाम्रो धार्मिक सेवा समाज लोहार कतारका अध्यक्ष श्री आयुष घालेज्यू, उहाँले आफ्नो कार्यक्रमलाई सम्बोधन गर्न नेपालबाट पाल्नुभएका कलाकार नेपाली सङ्गीतमा संसारमा तामाङहरूको मौलिक मातृभाषाको गीत सङ्गीतको माध्यमबाट विश्वले चिनाउने काम उहाँले गर्नुभएको छ। र उहाँको बच्चैदेखि फ्रेन्ड हो। उहाँको चाहिँ एउटा एकदमै चलेको थियो। जस्तै अर्को गीत आयो थ्याङ्क यू। किनकि यो हाम्रो भाषाले, हाम्रो धर्मले, हाम्रो संस्कृति अब अलिकति हाम्रो कलाकारिता क्षेत्रबाट पनि राज्यले चाहिँ दबाब सांस्कृतिक मौन ढङ्गले चाहिँ यस्तो खालको दबाब पनि खालको चाहिँ क्रियाकलापहरू चाहिँ संस्कृत र तत्त्वबाट गर्दै जानुपर्छ हाम्रो तामाङ समुदायको कलाकारहरूले भन्न चाहन्छु। र म यो अरू केही थपिन, एकदम चाहेर पनि हामीले समयले चाहिँ रोक्न सक्दैनौँ। हामीले ठ्याक्कै 5 बजीको टाइममा हाम्रो अरूले समग्र प्राविधिक वर्गको कारणले गर्दा त्यो सम्झौता नमिल्यो। त्यसमा चाहिँ सिङ्गो चाहिँ नेपाल तामाङ गीत पुरस्कार तर्फबाट तपाईँले राखी चाहन्छु। र हजुरको कतार बसे पक्कै पनि आनन्ददायी भयो होला, एकदमै रोमान्टिकसँग बिताउनु भयो होला भन्ने मलाई आशा छ। र अब आजकै फाइबर तपाईँले जाँदै हुनुहुन्छ, हुँदो तपाईँको हवाई यात्रा सफल रहोस्, हार्दिक कामना गर्दछु। र अघि भाइ बहिनीहरूले पनि कुरा राखिसकेको छ। आगामी आउने भोजनमा अब 1862 भोजनमा सायद हजुरले चाहिँ सहितको निमन्त्रणा पनि हाम्रो चेलीहरूले चाहिँ यहाँनिर पठाउने हुनुहुन्छ। यो तपाईँहरूको गोली लागि जाउँ र आगामी आउने 1862 भोजनमा चाहिँ उहाँको चाहिँ धुमधाम प्रस्तुति साथमा हामीले चाहिँ भूषण कार्यक्रम समाप्त गर्नु पाओस् भन्दै म बिदा हुन चाहन्छु। हस्, धन्यवाद। हाम्रो सदस्यलाई सम्मान कार्यक्रम आयोजना गर्ने तामाङ घेतुङ कतार शाखालाई धेरै धन्यवाद सम्मान मसँग पाल्नुहुने आज मलाई कतारमा आउनुहुने धार्मिक सेवा समाजका अध्यक्ष उपाध्यक्षलाई दुवैजनालाई सम्मान व्यक्त गर्न चाहन्छु। र मैले सजिलै भात खाने पेसाको संस्थापक अध्यक्ष कृष्ण बरालजीलाई सम्मान व्यक्त गर्न संरक्षकज्यू हाम्रो सन्तीहरूलाई सम्मान गर्दै तमाम सम्पूर्ण उपस्थित हाम्रो याङ तामाङलाई
दाजु भाइ दिदीबहिनी सबैलाई एकमुष्ट सम्मान गरे। अब काठमाडौँमा यसरी ठाउँ ठाउँमा जाँदाखेरि अब हामी सबैको 129वटा जात जाति छ नेपालमा होइन। मैले त लोकदोहोरी गीत गाएको तर म अरू गीत पनि गाउँछु, खालको गीतहरू भोजपुरी चेपाङ गीतहरू धेरै गीत गाएको छु। त्यसले सबैले सम्मान गर्न पाइन्छ। अझ त्योभन्दा नि जन्मको हिसाबले जगतको हिसाबले मेरो बाउ थिङ हो, मेरो आमा बहिनी हो, मेरो जीवनसङ्गिनी लोसिया हो। यसले पनि आफ्नो रगतको हिसाबले जुन सम्झिनु भयो म एकदम खुसी छु। तामाङ जन्मको हिसाबले म तामाङ कलाकारिताको र अरू नाटकले म नेपाली पनि हामीलाई धेरै धन्यवाद छ। कलाकारलाई धेरै बोल्ने प्र्याक्टिस हुन जान्दैन। अब छालको विषयमा यहाँले अहिले नै भन्नुभयो त्यो कर पनि नगर्नु होला होइन। विभिन्न कुराहरू अब तपाईँलाई अनुकूल पर्छ सजिलो पर्छ भने ठिकै छ होइन। लोछारमा जानी नजानी सेरो गीतहरू गाउन मलाई भाषा पनि धेरै नआउने भएको हुनाले मबाट त्यस्तो साह्रै जो हामीभन्दा अरू अग्रज कलाकार हुनुहुन्छ तामाङ भाषामा गीत गाउनु जस्तो त मैले प्रस्तुत गर्न नसक्नुला। तर म कोसिस चाहिँ अवश्य गर्नेछु। यदि त्यो भएर भने मेरो पनि एउटा धोको छ। कतारमा तामाङ संस्थाले कुनै पनि संस्थाले आयोजना गरेको कार्यक्रममा आफूले जाने गीत गाउने ठुलो ढोको थियो हिजोदेखि। अब यो पुरा भन्नुभयो त्यसपछि त एकदम मरेर जाने सोह्र होइन। अब मरेर गए पनि एउटा फुटको चाहिँ रहँदैन, म सबै पार हुन्छ होला भन्दै आजको कार्यक्रममा आयोजना छ। इष्टमित्रहरूलाई धेरै धेरै थ्याङ्क यू सो मच। नम्बरी मान्छे कारण साँच्चै भेटौँ न साथी भाइमा होइन। म अहिले पनि तामाङ गीतहरू गाउने कोसिस गरेँ। पहिला लोकदोहोरी गाएर आयो भने गएको साल मैले लस्सो लस्सो यो माइचाङ कापेला धन्दा सुर्ता अलाउले नामुला जानेको त्यति हो। त्यस्तो गरेँ नेपालीमा। अहिले भर्खरै 1 महिना पनि भएको छैन यहाँ विदेशी नेपाली दिन खाल्ची आक्रको माइचाङहरू पनि आएको चाहिँ पनि चल्दैछ बिस्तारै। अब यहाँबाट गएर मैले गरेँ चाहिँ अर्कै छ। नागला खोजे नसोधे च्याङ्माको कमाइ कति छ, दरबार जोड्ने नभएले घरबार जोड्ने जति छ भनेर भन्ने वाला छ। तामाङ भाषाको गीतहरू अलिक धेरै गाउँदैछु म होइन। अब अरू लोकदोहोरी लोकगीत त मैले धेरै नै गाएँ होइन, जुनले राष्ट्रिय रूपमा चर्चा नै पायो। अवश्य मलाई तामाङ सेलोसँग मैले भेन्दो माया पनि गाएको छु पहिला पहिला। धादिङ नुवाको रसुवा धादिङ नुवाको मिलेर मनमाया भएर मैले गाएको पहिला गएको थिएँ हाम्रो बिनु लामासँग कि भेन्दो माया भन्ने त्यो पहिला गान्थेँ। म सबै भेगको गीतहरू अहिले रसुवा भेगमा चल्ने गीत पनि सेलो सेलो टाइपको पनि प्र्याक्टिस गर्दैछु होइन। म सकेसम्म लोकगायक हुने इच्छा छ। दोहोरी गायक त म हुनै क्वेसन एन्सर गरेँ। लोकगायक हुन चाहिँ 129वटा जातीय गीत गाउनुदेखि जुनिन सक्दैन होला, तर म कोसिस गर्दैछु भन्दै आजलाई बिदा हुन चाहन्छु। धेरै धेरै सम्मान गर्नु होला र त्यसै गरी अब हामी कार्यक्रमको एकदमै अन्तिम चरणमा आइसकेका छौँ। भर्खरै एकदमै प्यारो तर पहिलेदेखि हामी चिन्नु परिचित पनि लोकदोहोरी प्रतिष्ठानमा। लोकदोहोरी प्रतिष्ठानका शाखा कतारका उहाँ कुनै वर्म हुनुहुन्छ, उहाँ श्री सुराज खनालजीलाई उहाँसँग गर्दैन हार्दिक अनुरोध गर्दै आजको हाम्रो यो पञ्चायतमा कार्यक्रममा हजुरहरूले पनि पञ्चायत मन्त्रीहरू हामीले राखेको हजुरहरूले ढिलो भएको हुँदाखेरि म क्षमता दिँदै त्यो चाहिँ भन्दै आजको हाम्रो प्रमुख अतिथिजीलाई मेरो तर्फबाट गर्नु हजुरको कतारको बसे कस्तो रह्यो होइन। भोलि नेपाल प्रदर्शन गर्दै हुनुहुन्छ, हजुरको आज रातिको नेपाल प्रदर्शन गर्दै हुनुहुन्छ। हजुरको यात्रा एकदम आरामदायी र सुखमय रहोस् अनि हार्दिक शुभकामना व्यक्त गर्दै आजको हाम्रो यस कार्यक्रमको सभापति श्री हिरोवैभव तामाङज्यूलाई आफ्नो मन्तव्यसहित आजको यस कार्यक्रमलाई समापन गर्दै म हार्दिक अनुरोध गर्दै आजको यस कार्यक्रमको सञ्चालक म रामदेव पाठिन पनि बिदा हुन चाहन्छु। धन्यवाद। मेरो नाम पनि मेरो आमा नुवाको मेरो
सबैजनालाई अब आज जुन अब हामीले यो सम्मान कार्यक्रम अब गर्दै आउनुले चाहिँ अब किनकि अब हाम्रो एउटा तामाङ घेर्नुको उसमा चाहिँ हामीले चाहिँ अब गर्दै आउँदाखेरि अब